हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। र आज चाहिँ हो वुमेन्स डे, यानि कि नारी दिवस। र तपाईँहरू सबैलाई नारी दिवसको धेरै 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 शुभकामना है। भन्दै आज चाहिँ म राम्री भएर बसिरहेको छु र बसेको होइन, अब जानु आँटेको हो। कहाँ भन्दाखेरि अब आज चाहिँ हामी नारी दिवसको प्रोग्राम छ नि त, हाम्रो विकासनगर सालुगढा विकासनगर सैपित्री सेवा समितिको हामी नारी विभागहरूले मिलेर चाहिँ हामी एउटा सानो प्रोग्राम गर्दैछौँ नारी दिवसको लागि चाहिँ। त्यही लागि म चाहिँ अब रेडी भइरहेको छु हो। अन्त अब चाहिँ गएर हामी मतलब डान्स पर्फर्मेन्सहरू थुप्रो छ, तपाईँलाई त्यहाँनिर देखाउँछु है। अन्त अब चाहिँ एक दुईवटा भिडियो बनाएर अन्त चाहिँ जाने। अझै अर्को पनि गानामा छ मेरो गानाको चाहिँ अब दुईवटामा छ नि त, मेरो एउटा नेपाली एउटा हिन्दीमा छ। अन्त पहिला चाहिँ मेरो नेपाली ड्रेस छ, त्यही लागि चाहिँ मैले के अरे नेपाली ड्रेस कस्ट्युम लगाइरहेको छु। अहिले चाहिँ गएर म चेन्ज गर्छु, त्यो यसमा नाचिसकेर अहिले तपाईँलाई देखाउँछु है। नमस्ते सबै दिदीबहिनीहरूलाई आज नारी दिवसको उपलक्ष्यमा सबैलाई धेरै धेरै शुभकामना छ हो। आज हाम्रो यहाँ गाउँमा विकासनगर सैपित्री सेवा समितिले हाम्रो नारी शक्तिले हो एउटा हाम्रो कार्यक्रम गर्दैछ। त्यो कार्यक्रममा हामीले पनि भाग लिएको छौँ हो। तपाईँले देख्नुभयो होला यहाँ हामीले ड्रेसअपहरू गरेकोले केमा नाच्दैछौँ हामी होइन, तपाईँहरूलाई अहिले एकछिनमा अवश्य बताउने छौँ हो। अहिले त्यो चाहिँ तपाईँहरूको त्यो गाना चाहिँ सरप्राइज हो। अहिले हामी त्यहाँ पुगेर हामी नाचेर हो तपाईँहरूलाई फेरि भिडियो हामी सेयर गर्छौँ हो। अहिलेको लागि चाहिँ यतिमै है, तपाईँहरूलाई यतिमै त्यो गर्दैछु। तपाईँ सबैहरूलाई ह्याप्पी वुमेन्स डे, थ्याङ्क यू। हामी चाहिँ आइपुगिसक्यौँ हो, यहाँनिर जहाँनिर प्रोग्राम हुँदैछ यहाँनिर हामी आइपुग्यौँ। अन्तर्हृदयबाटै न्यानो अभिवादन जनाउँदछु। आज अन्तर्राष्ट्रिय नारी दिवस हो र म पनि एक नारी हुनुको नाताले आफैमा गर्वबोध गरिरहेछु। नारी भएर संसारमा र अहिले चाहिँ हाम्रो यहाँनिर खदा लगाउने कार्यक्रमहरू सुरु हुँदैछ, भर्खर स्टार्ट हुँदैछ प्रोग्राम चाहिँ। यहाँ हाम्रो च्यानललाई पनि बोलाएको थियो, यो खबर समय नेपाली, उहाँहरूलाई खदा लगाएर सबैजनालाई सम्मानित गर्नुहुँदैछ। र यहाँनिर दीप प्रज्वलित पनि हुँदैछ। हाम्रो यहाँ नारी विभागको दिदी यहाँ बिना दिदीले र हाम्रो अङ्कलले यहाँ सब दीप प्रज्वलन गर्नुहुँदैछ। अन्त त्यसको पछि चाहिँ हाम्रो यहाँ प्रोग्राम स्टार्ट हुनेछ, अब स्टार्ट हुन आँटेको थियो। त्यही लागि चाहिँ अब दीप प्रज्वलनहरू गरेर अब केक कटिङहरू पनि गर्नु आँटेको छ। यहाँ केक कटिङहरू पनि हुँदैछ हो। केक कटिङ भइसकेर चाहिँ अन्त स्टार्ट हुन्छ अब प्रोग्राम चाहिँ। गेस्टहरू पनि अतिथिहरू पनि आइपुग्नु भइसकेको थिएन, आदि चाहिँ अन्त आदि जति र नारी शक्तिको नारी दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना छ सबैजनालाई। र एउटा सानो कविता लिएर आएको छु हिन्दीमा, आशा गर्छु तपाईँहरूलाई मनपर्छ होला। त्यसका लागि सबै दाजुभाइहरूलाई धेरै धेरै धन्यवाद छ, मेरो बडा मेरो दाजुभाइ सबैलाई है। र म आज हुनु त नारी दिवसको उपलक्ष्यमा सबैले नै अब नारी दिवस किन मनाइन्छ भन्नु त सबैलाई थाहै छ। र यो कहिलेदेखि स्टार्ट भयो त्यही भन्न गइरहेको छु। र यसको इतिहास
मेरो छोरी पनि छोराको जस्तो रहेछ भनेर मैले आज बुझेँ। मैले तँलाई बुझ्नु सकिनँ छोरी, मलाई माफ गरिदिए। माफी छोरी, तिम्रो छोराभन्दा छोरी छोरी कम छ। त्यही त छोरी भन्दा छोरा बराबर रहेछ। आज मैले बुझेँ कि छोरी मान्छे पनि कुनै कुरोमा कम हुँदैन। हामीले चाहिँ घरमा गएर पनि एक दुई खेप चाहिँ डान्स गऱ्यौँ, किनभने वहाँनिर राम्रो क्लियरै आएको थिएन भनेर चाहिँ एकछिन नाच्यौँ हामीले चाहिँ हो। र मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला। थ्याङ्क्स फर वाचिङ।